भयो दिदीलाई सन्चै चौकी बिसान्छ तिमीलाई आज भोलि के भयो दिदीलाई सन्चै चौकी बिसान्छ तिमीलाई आज भोलि के भयो दिदीलाई सन्चै चौकी बिसान्छ तिमीलाई आज भोलि के भयो दिदीलाई सन्चै चौकी बिसान्छ तिमीलाई आज भोलि के भयो दिदीलाई सन्चै चौकी बिसान्छ तिमीलाई बाबु तिमी कता हो कता बिरामी पो परेकी छु म त बाबु तिमी कता हो कता बिरामी पो परेकी छु म त बाबु तिमी कता हो कता बिरामी पो परेकी छु म त बाबु तिमी कता हो कता बिरामी पो परेकी छु म त बाबु तिमी कता हो कता बिरामी पो परेकी छु म त हे गर्नुहोस् दिदी औषधि मुलो स्वास्थ्य भन्दा हुँदैन केही ठुलो गर्नुहोस् दिदी औषधि मुलो स्वास्थ्य भन्दा हुँदैन केही ठुलो गर्नुहोस् दिदी औषधि मुलो स्वास्थ्य भन्दा हुँदैन केही ठुलो गर्नुहोस् दिदी औषधि मुलो स्वास्थ्य भन्दा हुँदैन केही ठुलो गर्नुहोस् दिदी औषधि मुलो स्वास्थ्य भन्दा हुँदैन केही ठुलो गर्नुहोस् दिदी औषधि मुलो स्वास्थ्य भन्दा हुँदैन केही ठुलो दिदी बहिनी बिरामी सरेको एकैछिनमा भेट हुन झरेको दिदी रहेछौ बिरामी जुना सर्तनानी जचा गर्ने होइन जहाँ गएर जाँदा जहाँ गएर जचाम्दा पनि पत्तर पत्तर लाग्दैन के गर्ने जहाँ गएर जचाम्दा पनि रोग पत्ता लाउँदैन के गर्ने जहाँ गएर जचाम्दा पनि बिमार पत्ता लाउँदैन के गर्ने जहाँ गएर जचाम्दा पनि बिमार पत्ता लाउँदैन के गर्ने जहाँ गएर जचाम्दा पनि बिमार पत्ता लाउँदैन के गर्ने ए रहेछ दिदी रहेछौ बिरामी परेको एकैछिन भेट हुन झरेको दिदी रहेछ 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 बिरामी परेको एकैछिन भेट हुन झरेको ए धौलागिरी हिमालको काखैमा भाइ बहिनी र दिदीको साथैमा धौलागिरी हिमालको पाखैमा दाइ बहिनी र दिदीको साथैमा धौलागिरी हिमालको पाखैमा भाइ
निरा